छोराछोरी पढाउने शिक्षक, तिम्रा छोराछोरीलाई विदेश पठाउने शिक्षक, आज तिमीलाई मन्त्री बनाउने शिक्षक, आज उनीहरूलाई अवहेलना गरेर उनीहरूको कुरा नसुनेर नारायण राम 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 के गर्न खोजेको शीर्षमा शिक्षकको समार देख्न आज होइन भोलि होइन 15 दिन बितिसक्दा यो सरकार राम 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 शर्मालाई आन्दोलन गर्नु भयो 36 सालदेखि यो आन्दोलन आजसम्म बिचबिचमा तुइनै गयो आज भन्यो फकायो भोलि भन्यो फकायो मास्टरहरू के हुन् र यिनी भन्यो उनको कुनै मान छैन मर्यादा छैन अनि आज माग पुरा गर्छु भन्यो अस्तिको माग पुरा गर्न नसकेर नारायण राम 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 भोलि गरौँला तिम्रो माग सबै पुरा भोलि गरौँला गाउँमा विकासमा कर्णालीको भेगमा उता थापाको वृद्ध बोर्डमा बसेका शिक्षकहरू कसरी बसेका छन् के खाएका छन् त्यहाँको अवस्था कस्तो छ चेदरमा बसेर तिमीले कहिले देख्छौ र आज यो समर एकपटक चेदरबारको छतबाट नारायण राम 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 फर्केर हेर
खुसी बनाएर छिटो भन्दा छिटो पठाइदिँदा सरकारलाई नाफा हुनेछ। अन्यथा सरकारले परेका दुर्घटना सबै आफूले जिम्मा लिनुपर्नेछ। नारायण राम्रो कुरा गहिरो छ। कति बुद्धिमानी भद्र शिक्षकहरूलाई कति हेला गरेको अब काबी जाँच गर्नु छ। आफ्नो बालबच्चाको नतिजा प्रकाशन गर्नु छ। आजबाट शैक्षिक सत्र अविच्छिन्न रूपमा लागू हुनुपर्ने। अहिलेसम्म काबी जाँच छैन, रिजल्ट गरेको छैन। शिक्षकहरू रोडमा पसारो परेर सुत्नु परेको छ। नारायण राम हरि जोक भो। सिंहदरबारको झलबाट हेरिरहने कहीँ पनि आज कसैलाई छिटो भन्दा छिटो दर्तामा आउनु भनेर शिक्षक प्रतिनिधिहरू बोलाएर छिटो भन्दा छिटो नारायण राम 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 वार्ता गराइदेऊ। शिक्षा ऐन दिएर आवाज शिक्षकको